यो चाहिँ हो हाम्रो सब्जी बारी है। यहाँ चाहिँ सबै थोक रोपेको छौँ। हाम्रो सानो छ। यहाँ माथि चाहिँ यो म चाहिँ घाँसमा आएको, त्यही भएर चाहिँ यहाँ कालामा डोको छ है। तर घाँस त केही छैन, र पनि के खोजखाज काटेर लान्छु भनेर। इस्कुसको मात छ है। इस्कुस चाहिँ भर्खर हामीले रोपेको, उतापट्टि सिमी रोपेको छौँ। यो सब तपाईँहरूले देख्दै गर्नुभएको चाहिँ प्याज, त्यो परको प्लास्टिकसम्म मात्रै हो हाम्रो बारी चाहिँ। त्यो पर देख्नु हुँदै गरेको चाहिँ प्याज हो। यहाँनिर पनि प्याज छ, त्यो चाहिँ अगाडि रोपेको प्याज हो। अनि यो दुईवटा ड्याङ चाहिँ अलिक पछाडि मात्रै पाक्छ। अनि यो चाहिँ हो बन्दाकोपी। सानो सानो बन्दाकोपी रोप्दाखेरि मैले मिनी भ्लग बनाएको थिएँ, हजुरहरूलाई याद छ जसले मेरो भ्लग हेर्नुहुन्छ। बन्दाकोपी चाहिँ कतिवटा 2 केजी 3 केजीसम्मको फलेको छ है। त्यत्रो फलेको छ, हेर्नुहोस् ल। यो अलिक ठुलो रहेछ। 2 केजी तको यो राख्यो मजाले, टाइम पुगुन्जेलसम्म भन्दा 2 केजी त कम्पलसरी नै हुन्छ है। यो पनि ठुलो छ। तल्लो गरामा चाहिँ अब भर्खर फल्नु सुरु हुँदैछ है। पर पनि तल्लो गरामा प्याजै रोपेको छौँ। अनि मलाई मनपर्ने भनेको चाहिँ प्याज र लसुन त हो है। हामी चाहिँ लसुन पुरा खान्छौँ, किनभने दिपेन दादाहरूको प्रेसर हाई भएको कारणले लसुन खानुपर्छ। अनि यो लसुन चाहिँ अहिले चाहिँ बेटार्ने, यसरी टुप्पीमा बेटार्ने सिजन आएको छ। टुप्पीमा यसरी यो सबै 2-3 झाङ्ला चाहिँ यसरी टुप्पीमा बेटार्यो भने चाहिँ दाना लाग्छ अरे क्या हो मुनि फेदमा। त्यो भएर चाहिँ यो लसुन चाहिँ बटार्नु पर्दो रहेछ। अनि यो देख्नु हुँदैछ तपाईँले, यहाँ हेर्नुहोस् कत्रो कत्रो बोट छ नि। यो चाहिँ ठुलो खालको लसुन हो। यसलाई चाहिँ भोटे लसुन कि के भन्छ। एकदम ठुलो छ। यो चाहिँ अलिक बेला भएको छ नि। यो चाहिँ ढिलो उम्रिनै 2 महिना 3 महिना लाग्दो रहेछ हो। अनि म चाहिँ अहिले यहाँ पानी हाल्न आएको। यस्तो रुखा छ हो। अन्त पानी चाहिँ एकदम पाइपको यहाँ कसो गरेर मिलेर है 2-3 घर टाइम 1-1 घन्टा टाइम मागेर लगाउँदैछौँ। र हेर्दै गर्नुहोस्, यस्तै छ अहिले चाहिँ रुखो सुक्खो सिजन है। अन्त सबैतिर तलतिर पनि हेर्नु सक्नुहुन्छ है। अब टक्कै मकै छर्ने सिजनमा चाहिँ यस्तै नै हुन्छ है। अनि हेरिहाल्नुहोस् हाम्रो वरिपरिको सिनहरू त यो हजुरहरूलाई सधैँ नै मन परेकै हो है। ओके, थ्याङ्क्स फर वाचिङ।